लम्फूको साग टिप्न आएको। यति गर्मी भएको छ कि आज। हामीहरू साग पनि ऐसेलुको बुढा त भएको तर सबै ऐसेलु खाएर भ्याइसकेर रहेछन्। हामीहरू ऐसेलु खाने बेलामा आएनौँ यो साल। ऐसेलु सबै भ्याइरहेको छ। यहाँ एउटा रहेछ सानो, त्यहाँ पर दुईटा छ। आज हामीहरू साग टिप्न आएको। त्यहाँबाट जानु पर्यो। मेरो सल या कस्तो तान्देको कपडा पनि। सागै हुन् सागहरू, यस्तै हुन् सागहरू। यो सागको नाम लम्फू साग हो। साथीहरू हजुरहरूले खानुहुन्छ कि नै? हाम्रो घरतिर त यस्तो साग खान्छौँ गर्मी सिजनमा। मिठो हुन्छ, चिप्लो चिप्लो। यति भयो मेरो साग। मलाई झ्याउ लागिसक्यो गर्मी भएर। मेरो फुपूले उता टिप्नु साग टिप्न आएको आज। साग टिप्न आएको हजुर। यस्तै गर्मीको साग टिपेछ। झ्याउ लाग्यो। कति बनाउनु मम्मी बोल्नु। यत्रो वर्ष मेरो त अब भए जाम भनेको मिठो हुन्छ अनि बेसरी भन्छन्। औषधि हुन्छ अर्गानिक भन्छन् त। अर्ग्यानिक साग। हामीहरू त गर्मीमा साथीहरू अर्ग्यानिक साग टिप्न जङ्गलतिर आउँछौँ। बाटोमा त नटिपौँ क्या। कान्छीले मैले भुटु टिपेर हालेको भिडियो हेर्नु त हेरेको छैन। त्यो भुटुको अनि टिपेर खायो। भुटु केमा हालेर खाने? भुटु के रातो मैले सबै हालेको। यिनीहरूले यहाँ शान्तिले यहाँ उभि केही भेटाएन। मैले यहाँ बसेर टिपेँ। एउटा झोला भराइसक्नु भएको। मेरो साग यति भएको।
मैले त टुप्पा टुप्पा टिपेछु। नाइ के म त यो अलि तलबाट भाँसेको तिमीले त माथिको दुईटा पात मात्र टिपेछौ भनेर के दुईटा पात त दुईटा पात दुईटा चारवटा कलिलो भएको चारवटा टिप्ने हो कलिलो त चारवटा नि पाक्छ अस्तिले सुरु टिप्दाखेरि मैले त तलैबाट टिपेको दाँत नपाके त्यसै त रातो सुत्दैन गर्नु भयो के जति पानी खायो भने नि उस आउन अरे पिसाब आउन अरे पानी खान्छ खाइ गरेको त पिसा फेर त कस्तो हुन्छ घोड्दै घोड्दै गएको चाहिँ गइसक्यो त्यो पहर पलाएको चाहिँ पानीले पखाल्छ कि रोगो धेरै जे रोगलाई पानी दुई दिन चाहिँ उतै धारा पनि यता भित्र न उतै काम गर्नु हुन्छ भने जे रोगलाई उतै पानी खान्छ पानी खाएपछि पो पिसाब फल पिसाब कति रात पर्छ हो यस्तो त हरियो हैन एक पछाडी जमा आउनु अब माथितिर जाने हाम्रो जङ्गल यस्तो छ जङ्गल यो बाटो भएर आएको आज हामी यस्तो घाममा जङ्गलमा हामी हाम्रो कान्छी रातो सल बाँधेर हिँड्नु भयो आन्टी पछाडि यता हामी हजुर यस्तो वनको अर्गानिक साग टिप्न आछौँ यहाँ पुर्खा माथि जाँदा आन्टीको त भइसक्यो भइसक्यो यो त के झार मात्रै छ कि यहाँ छैन धेरै साग यो खाने भएको यहाँ त भइसक्यो राति कि आँखा देखिन्छ र त्यस्तो नि दाँत दुखाउने के हो चिसो खाँदा चिसो भएर दाँत किरा लागेर लाग्नु लाग्छ थोरी अब हामीहरू यो लम्फूको साग टिपेर घर फर्किँदै आज बेसैमा आज काम भयो साग पनि यति भइसक्यो मेरो त साग कान्छीहरू टिप्दै हुनुहुन्छ आन्टीले एउटा झोला भराएर पछाडि बोकेर अर्को झोला बोक्नु हाम्रो ठाउँतिर त कति धेरै गर्मी छ तपाईँहरूको ठाउँतिर कतिको गर्मी छ हामीहरू त गर्मी धेरै भएर जङ्गलतिर हावा खाँदै साग टिप्न आएको साग लगेर पकाएर खाने अनि शीतलो बन्ने गयो हामीहरू घरतिर जानु पानी हालेर आकाश यस्तो गडाङ गुडुङ गरेर पानीले भेट्टाउँछ क्या हामीहरू अब हामीहरू घर फर्किँदै
हामी घर जान लाग्यो भन्नु घर जान लाग्यो भन्नु के ल घर जानलाई नानी त हजुर यी आकाश त गडाङ र गुडुङ गरेर कालै ल अर्ग्यानिक साग खान सिद्धि छ नि यस्तो पानीमा बिजी लिएर यी छाता यसरी उडाइराखेछ अब हामी घर आएछ